सो गुड मर्निङ एभ्रिवान। र आज बिहानै म रेडी भएको छु, 5 बज्दैछ र म रेडी छु बखरी जानको लागि। यो चाहिँ मेरो माइती घर, एकदमै अन्धकार छ अहिले। मेरो छोरा पनि रेडी भइसक्यो र मेरो बुढा पनि रेडी भइसक्यो र हामी चाहिँ जाँदैछौँ र हामी रेडी भइसकेका छौँ र अँध्यारो छ कोठा, किनभने बिहानको 5 बजेको थियो र अहिले उज्यालो भइसक्यो। केही भिडियोहरू चाहिँ मैले खिचिनँ अनि हेर्न सक्नुहुन्छ। हामी बाटोमा छौँ र हामी बारा जिल्लाबाट अब बर्दिवासमा पुगिसक्यौँ र यहाँ चाहिँ हाम्रो गाडी थोरै पङ्चर भएको थियो। बाटोमा चाहिँ केहीले घोचेर पाल भएको थियो, सो त्यो बनाउनै 1 घन्टा जति लाग्यो। अनि त्यसपछि हामी चाहिँ फेरि लाग्यौँ अनि यता गहुँ खेतीहरू कस्तो मजाले भएको छ र खेतहरू पनि कस्तो रेडी गर्नुभएको रहेछ केही रोप्नको लागि। र सो अब चाहिँ हामी उसको गाउँ पुग्न आँटिसक्यौँ र त्यहाँबाट ठ्याक्क उसको मेरो बहिनीको घर देखिरहेको थियो र मैले भिडियो बनाउन सुरु गरेको थिएँ र म ठ्याक्क उसको घरको गेटकै भिडियो देखाउँछु र उसको घर हामी आइपुगेका छौँ यतिखेर। अनि त्यसपछि हामीलाई चाहिँ चिसो खानालाई दिएको थियो बहिनीले अनि म चाहिँ एकछिन उसको रुममा गएँ अनि फेस हेरेँ, किनभने धुलो उड्दै थियो नि त, कच्ची बाटो छ अनि धुलो उड्दै थियो, त्यसले गर्दा। अनि फेरि तल आएँ यसो हेर्न चाहिँ अनि उसको फ्यामिलीहरूसँग भेट्न। अनि मेरो बहिनीलाई चाहिँ हेर्न सक्नुहुन्छ र उसको यो डाइनिङ एरिया दुईवटा डाइनिङ हाल्नु भएको रहेछ। ठुलो फ्यामिली छ उहाँको पनि उसको पनि। अनि उसको चाहिँ यो हाम्रो बहिनी रहेछ, द्यादिन भन्छ हाम्रोमा, बहिनीको द्यादिन। अनि माछा चाहिँ हामीलाई दिनलाई राख्नुभएको थियो अनि बहिनीको सासूआमासँग उसले फोटो भिडियो बनायो। अनि त्यसपछि यो हामी लाने भनेर उसले मिठाई देखाउँदैछ। सो उसको घरमा धेरै कुराहरू छन् जो भिडियोमा तपाईँहरूले मैले फास्टमा गरेर हालेको छु, हेर्नु होला। अनि थ्याङ्क यू फर वाचिङ गाइज। र हामीलाई एकदमै रमाइलो भयो, एकदमै मिठो खानेकुराहरू खायौँ र यो भिडियोमा तपाईँहरू हेर्नुहोस् र इन्जोय गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ, बाई बाई।